नमस्कार। यदि तपाईँ सामाजिक अध्ययनको शिक्षक हुनुहुन्छ, विद्यार्थी हुनुहुन्छ वा सामाजिक अध्ययन विषयसँग सम्बन्धित व्यक्तित्व हुनुहुन्छ भने आजको यो भिडियो तपाईँको लागि। आजको भिडियोमा हामीले नेपालको राज्यका प्रमुख 3 अङ्गहरू मध्ये व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, त्यसैगरी तिनीहरूको अन्तर्सम्बन्धको बारेमा यो भिडियोमा चर्चा गर्नेछौँ भने त्यसैगरी परीक्षाका लागि विभिन्न महत्त्वपूर्ण प्रश्नहरू क्विजको रूपमा खास गरी जोडा मिलाउने, खाली ठाउँ भर्ने र बहुवैकल्पिक प्रश्नहरूको पनि यहाँ चर्चा गरिनेछ र यहाँ चाहिँ यो भाग्यशाली चक्का भन्ने छ, त्यहाँबाट चाहिँ पालो मिलाउनको लागि यसको पनि प्रयोग गरिनेछ। यदि यो भिडियोमा भएको फाइल तपाईँलाई चाहिन्छ भने र तपाईँ यो भिडियो युट्युबबाट हेर्दै हुनुहुन्छ भने डिस्क्रिप्सनमा दिएको लिङ्कबाट गएर तपाईँले यो फाइल प्राप्त गर्न सक्नुहुनेछ। यो एउटा निकै नै रोचक फाइल बनेको छ। हामी नेपालको राज्यका प्रमुख 3 अङ्गहरू खास गरी कक्षा 10 को सामाजिक अध्ययन विषयमा चाहिँ बढी आधारित भएर यहाँ चाहिँ छलफल गर्नेछौँ। अध्ययन सुरु गरौँ। सबभन्दा सुरुमा रहेको छ व्यवस्थापिका। व्यवस्थापिकाको परिचय र गठन प्रक्रिया यहाँ हेरौँ। नेपालको संविधान अनुसार संघीय स्तरमा संसद 2 सदनात्मक हुन्छ, त्यसलाई व्यवस्थापिका भनिन्छ। व्यवस्थापिकामा पनि 2वटा सदन रहेका छन्। तल्लो सदन जसलाई प्रतिनिधि सभा भनिन्छ भने अर्को माथिल्लो सदन राष्ट्रिय सभा भनिन्छ। गठन प्रक्रियाको कुरा गर्नुपर्दा प्रतिनिधि सभामा 275 जना सदस्य हुन्छन्, 165 जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र 110 जना समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुन्छन्। यसको कार्यकाल 5 वर्षको हुन्छ। त्यसैगरी राष्ट्रिय सभा चाहिँ थायी सदन हो। यसमा जम्मा 59 जना सदस्य हुन्छन्। प्रत्येक प्रदेशबाट 8 जनाका दरले 56 जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट 3 जना मनोनित हुन्छन् र यसका सदस्यको कार्यकाल 6 वर्ष हुन्छ। यो 6 वर्षको कार्यकाल हुने भए पनि प्रत्येक एक तिहाई सदस्यको पदावधि चाहिँ हरेक 2 वर्षमा सकिन्छ र 2 वर्षमा फेरि नयाँ सदस्यहरू आइरहने, 2 तिहाई सदस्यहरू त्यहाँ बाँकी नै रहने। त्यो कारणले गर्दा चाहिँ यो राष्ट्रिय सभा चाहिँ सकिँदैन, यो चाहिँ थायी रूपमा बसिरहन्छ। एकैचोटि सबैजना सदस्यको पदावधि सकिँदैन। अब व्यवस्थापिकाका मुख्य कार्यहरू कानुन निर्माण कार्य, आर्थिक नियन्त्रण र निगरानी, यसरी चाहिँ हामी यहाँ कार्यहरू हेर्न सक्छौँ भने त्यसैगरी कार्यपालिकाको पनि यहाँ दिएको छ, यहाँहरूले यो अध्ययन गर्न सक्नुहुन्छ। त्यसैगरी न्यायपालिकाको पनि रहेको छ। न्यायपालिकाको तहगत संरचना, त्यसगरी यो विभिन्न अदालतहरूको पदानुक्रम अथवा हायरकी। त्यसैगरी अन्तर्सम्बन्धको कुरा गर्नुपर्दा यी 3 अङ्गहरू, राज्यका 3 अङ्गहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका अङ्गहरू पनि यहाँहरूले यसरी हेर्नु। जस्तै व्यवस्थापिका र कार्यपालिका दुईटाको बिचमा चाहिँ के सम्बन्ध छ भनेर यहाँ क्लिक गरेर हेर्नुभयो भने यहाँ तल चाहिँ यसरी देखाउँछ। नेपालमा संसदबाट सरकारको गठन हुन्छ भनेको, संसद भनेको व्यवस्थापिका भयो, सरकार भनेको कार्यपालिका भयो। यसरी व्यवस्थापिका र कार्यपालिकाको सम्बन्ध यसले देखाउने भयो। अर्को, प्रधानमन्त्रीले आफ्नो विश्वास कायम राख्न संसदमा बहुमत सिद्ध गर्नुपर्ने हुन्छ। अब प्रधानमन्त्री भनेको कार्यपालिकाको प्रमुख भयो। अब फेरि संसदमा भनेको चाहिँ व्यवस्थापिकामा गएर फेरि के गर्नु पर्यो भन्दा विश्वासको मत लिनुपर्ने हुन्छ अथवा बहुमत सिद्ध गर्नुपर्ने हुन्छ। फेरि अर्को के छ भन्दा संसदले बजेट अस्वीकार गर्न सक्छ र सरकारलाई काममा निरङ्कुश हुन नदिन प्रश्नहरू सोध्ने अधिकार राख्छ। संसद भनेको व्यवस्थापिका भयो, सरकार भनेको कार्यपालिका। यसरी यो दुईटाको बिचमा चाहिँ यस्तो अन्तर्सम्बन्ध रहेको छ। त्यसैगरी कार्यपालिका र न्यायपालिकाको बिचमा के अन्तर्सम्बन्ध छ, न्यायपालिका र व्यवस्थापिकाको बिचमा के अन्तर्सम्बन्ध छ, यी कुराहरू पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। यो एकदमै मोबाइल फ्रेन्डली पनि छ, हजुरले मोबाइलमा पनि डाउनलोड गरेर यो हेर्न सक्नुहुन्छ। अब परीक्षाका लागि चाहिँ विभिन्न प्रश्नहरू यहाँ दिएको छ। यो विभिन्न चाहिँ यो बहुवैकल्पिक प्रश्नहरू छन्, यो तपाईँहरूले प्र्याक्टिस गर्नुहोला। त्यसैगरी खाली ठाउँ भर्ने प्रश्नमा चाहिँ के छ भन्दा जस्तै प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन हुने सदस्य सङ्ख्या डर हो भनेर चाहिँ खाली ठाउँ दिएको छ। अनि यहाँबाट तपाईँले एउटा छानेर लगेर त्यहाँ राख्नुपर्ने हुन्छ। जस्तै प्रत्यक्ष निर्वाचित हुने 165 हो भने यो 165 लाई यसरी हजुरले यहाँबाट यसरी तानेर
यो अङ्कै लगेर यहाँ छोडिदिनु होला, त्यो ट्याक्क त्यहाँ गएर बनेछ। यस्तो खालको बनाएको छ भने अर्को जोडा मिलाउने प्रश्न पनि छ, यहाँले चाहिँ हेर्नु होला। जस्तै सर्वोच्च अदालतमा को हुन्छन् भन्दा प्रधान न्यायाधीश, यसरी चाहिँ मिलाउन सक्नुहुन्छ। जस्तै प्रतिनिधि सभामा कति सदस्य हुन्छन्, 275 सदस्य, यसरी चाहिँ जोडा मिलाउन सक्नुहुन्छ। र यो जोडा मिलाउन कसलाई दिने, अनि त्यसपछि खाली ठाउँ भर्न कसलाई दिने, विद्यार्थीहरूलाई चाहिँ पालै पालो चाहिँ तपाईँ लगाउनुहुन्छ भने त्यहाँ चाहिँ भाग्यशाली चक्का भनेर पनि दिएको छ। यहाँ विभिन्न विद्यार्थीको नाम तपाईँले आवश्यकता अनुसार थप्न घटाउन पनि सक्नुहुन्छ। जस्तै यहाँ एउटा नाम यहाँ थपौँ एउटा, यहाँ अब कुनै एउटा उत्सव छ, सीता, हरि, राम, यी विभिन्न चाहिँ छन्। तीमध्ये एउटा मानव कल्पना, यो कल्पना चाहिँ हामीले हटाइदिउँ यहाँबाट, यो कल्पना यहाँ पनि हटिसकेको छ। अब एउटा चाहिँ थपौँ है त। जस्तै एकजना म विद्यार्थी थप्दैछु, रमेश। ल रमेश भन्ने विद्यार्थी मैले यहाँ थपेँ। ल रमेशको नाम चाहिँ यहाँ यसरी आइसकेको छ। र यहाँ चाहिँ यो घुमाउनुहोस् भनेको बटनमा चाहिँ थिचेपछि यो सरर घुम्छ। त्यसपछि यहाँ पालो पर्यो सीता भनेर चाहिँ दिन्छ। सीता भन्ने विद्यार्थीलाई तपाईँले उठाएर ल क्विज गर, ल तिमीले यहाँ चाहिँ बहुवैकल्पिक प्रश्नको उत्तर देऊ भनेर चाहिँ दिन सक्नुहुन्छ। नेपालको व्यवस्थापिकालाई मुख्य रूपमा के भनिन्छ, अनि उनले यसरी छान्न सक्छन्। व्यवस्थापिका भनेपछि सङ्घीय संसद, अनि मन्त्री परिषद, राष्ट्रिय सभा, प्रतिनिधि सभा मध्ये कुनै एउटा। सङ्घीय संसद यसको उत्तर भयो, सही उत्तर आएको छ। अब अर्को प्रश्न, प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीबाट कति सदस्य चुनिन्छन्? समानुपातिकबाट चुनिने भनेको 110 जना। यहाँ चाहिँ क्लिक गर्न सक्छन्, सही उत्तर आएको छ। यसरी यसको प्रयोग गर्न सकिन्छ। यो भिडियो यहाँलाई कस्तो लागेको छ, यसमा केही जिज्ञासाहरू र थप सुधार गर्नका लागि तपाईँहरूको केही सुझावहरू भएमा कमेन्टमा लेखिदिनु होला। आगामी भिडियोमा फेरि भेटौँला। हेर्दै गर्नुहोला उत्सुक च्यानल। धन्यवाद।